यो भिडियोमा चाहिँ म तपाईँहरूलाई यसमा कसरी काम गर्ने भनेर देखाइदिन चाहन्छु होइन। यस सम्बन्धी मैले थुप्रै अरू भिडियोहरू पहिले पनि बनाइसकेको छु। तपाईँले त्यहाँ प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ होइन। अनि यसमा चाहिँ युट्युबको सानसानो टास्कहरू हुन्छ होइन। यसको रेट यति दिएको छ होइन, 0.07 सेन्ट। ल इजी हुन्छ होइन, तपाईँहरूले यसलाई प्र्याक्टिस गर्न सक्नुहुन्छ। साइन अप गरेर तपाईँहरूले चाहिँ यसमा कामहरू गर्न सक्नुहुन्छ र मन्थली एक्स्ट्रा अर्निङहरू गर्न सक्नुहुन्छ है। एकदम लेजिट छ। अनि तपाईँहरूले यसलाई एयरटेलमा आफ्नो पेमेन्ट लिन सक्नुहुन्छ होइन। तपाईँसँग चाहिँ एउटा भ्यालिड डकुमेन्ट चाहिन्छ यो एकाउन्ट भेरिफाई गर्नको लागि। पहिले चाहिँ त्यो डकुमेन्ट चाहिँ तपाईँहरूले रेडी गर्नु होला। त्यो डकुमेन्ट छैन भने चाहिँ हुँदैन है। फेरि यसमा चाहिँ तपाईँको के छ भने इङ्ग्लिसमा हुनु पऱ्यो डकुमेन्ट पनि है। पासपोर्ट हुनु पऱ्यो अथवा नागरिकता जे भए पनि इङ्ग्लिसमा भएको चाहिँ हुनु पऱ्यो। मैले यो जबलाई ओपन गरेको छु होइन। यस्तै खालको जबहरू हुन्छ होइन। अनि यो सर्च गर्ने भनेर दिएको छ यसले होइन। सर्च वान अफ द फलोइङ किवर्ड्स भनिन्छ। कुनै एउटा तपाईँले दुईवटा मध्येको एउटा यसरी सेलेक्ट गरेर कपी गर्ने अनि युट्युबमा गएर तपाईँले यसलाई सेलेक्ट गर्ने होइन। यसरी सेलेक्ट गर्ने, पेस्ट गरेर अनि सर्च गरिदिने। अनि त्यस पछाडि कुन भिडियो हो त यो भनेर चाहिँ तपाईँलाई यहाँ भिडियोको यसले लिङ्क दिएको छ होइन। यहाँ गो टु गर्नुहोस्। तपाईँले मोबाइलबाट पनि गर्न सक्नुहुन्छ यो टास्कहरू होइन। अब ल्यापटप छ भने अलिक छिटो भयो। ल यो खालको छ। अब यो खालको हामीले खोज्नु पऱ्यो है। त्यो भिडियो तपाईँले पत्ता लगाउनु पऱ्यो पहिले। ल यदि भेटिएन भने तपाईँहरूले यो फिल्टर भन्ने छ नि यहाँ, यो फिल्टर भन्ने अप्सन युज गर्न सक्नुहुन्छ क्या। यो फिल्टरमा गइसकेपछि अब यो 20 मिनटभन्दा लामो भिडियो छ होइन। मैले यो ओभर 20 गरेर यहाँ सेलेक्ट गरेँ। त्यसो गर्दाखेरि तपाईँहरूले भेट्न सक्नुहुन्छ अलिक छिटो है। ल कुन चाहिँ भिडियो त भन्दाखेरि यो भिडियो जुन छ यही हो। यो ब्याट्री जस्तो भएको 26 मिनट 44-45 सेकेन्डको थियो होइन। यही भिडियो अब यसलाई तपाईँहरूले जस्ट ओपन गरिदिने। अनि ओपन गरिदिएपछि यो चल्छ होइन। यसलाई चाहिँ अब कति बेरसम्म चलाउने भन्दाखेरि उसले टाइम दिएको छ कि यो भनेको छ होइन। किप वाचिङ अन्टिल द फ्रेम्स काउन्ट रिच 15,000 होइन। यो 15,000 पुगुन्जेलसम्म तपाईँहरूले हेरिदिनु पऱ्यो होइन। 2-3 मिनट 3-4 मिनट कति लाग्छ। अनि सेयर गरेर तपाईँले कहाँ सेयर गर्नु त्यसको लिङ्क यहाँ राखिदिनु पऱ्यो। अनि 15,000 पुगिसकेपछि चाहिँ तपाईँहरूले लाइक गरेर त्यसको स्क्रिनसट लिने अनि यहाँ राखेर सबमिट गरिदिने है त। यति काम हो यसमा है। अब 15,000 पुगुन्जेलसम्म हामी यहाँ हेरौँ कसरी पुग्यो कसरी थाहा पाउने भन्दाखेरि यहाँ भिडियोमाथि राइट क्लिक गर्नुहोस् होइन। तल अनि स्टार्ट फर नट्स भनेर आउँछ। यसलाई ओपन गर्नु पऱ्यो। अनि यो जुन चल्दैछ नि यो 700 हो। यो चाहिँ तपाईँको कति हुनु पऱ्यो 15,000सम्म पुग्नु पऱ्यो है। ल अब यो 15,000 नपुग्जेलसम्म तपाईँ घरको अरू केही काम आफ्नो काम छ भने गर्दै पनि गर्न सक्नुहुन्छ है। घरकै काम गर्दै पनि यो कामलाई गर्न सकिन्छ। अब यो 15,000 नपुग्जेल चल्दै गर्छ। तपाईँ अरू काम गर्नुहोस् आफ्नो होइन। अनि यो पुगेपछि आएर यसलाई एकचोटि यसरी यहाँ तल लाइक गरिदिने। ठिक छ, यसरी लाइक गरिदिने। अनि लाइक गरेपछि तपाईँले यसलाई सेयर पनि गर्नु भन्छ क्या उसले एक ठाउँ चाहिँ। यसको रुल्सै हो होइन। यसरी सेयरमा गएर पिन्ट्रेस्ट भन्नेमा म सेयर गरिदिन्छु। फेसबुकतिर गरे पनि भयो होइन। पिन्ट्रेस्ट भन्नेमा गरिदिन्छु। अनि पिन्ट्रेस्ट भन्नेमा यहाँ सेयर हुँदैछ। ल जेनरल भनौँ, यसमा सेभ गरिदिउँ। अनि यहाँ सी इट नाउ भन्ने होइन। सी इट नाउ भनेपछि तपाईँहरूले के भन्दाखेरि यहाँबाट लिङ्क लिने, यसको कपी लिङ्क गर्ने। लिङ्क कपी भयो यहाँ होइन। तपाईँको जबमा गएर यहाँ जुन प्रुफ पठाउनु पर्ने ठाउँ हुन्छ यहाँ चाहिँ राइट क्लिक गरेर त्यो लिङ्कलाई यसरी पेस्ट गरिदिने, कपी पेस्ट गरिदिने। अनि यहाँ तपाईँले यो अब पठाउनु पऱ्यो के त भन्दाखेरि स्क्रिनसट पठाउनु पर्ने छ है। ल कहिले पठाउने भन्दा जब यो रेट 15,000 पुग्छ अनि मात्रै पठाउने हो होइन। त्यतिन्जेल चाहिँ तपाईँले वेट गर्नु पऱ्यो है। अनि अर्को यसमा के सुविधा हुन्छ भने तपाईँलाई यो होल्ड गर्न सक्नुहुन्छ क्या यो जब नि। अब अरूले पनि गरिरहेको हुन्छन् होइन। बा आफूले गर्दा गर्दै अरूले सकाइदिन्छन् भन्ने हुन्छ भने चाहिँ तपाईँले यसलाई होल्ड गर्नुपर्छ। थोरै फी काट्छ होइन, 1% भन्दा पनि कम काट्छ। यसलाई यसरी होल्ड गरिदिन्छु म किनभने यो थोरै छ होइन।
100-150 वटा मात्रै बाँकी छ भने चाहिँ तपाईँहरूले होल्ड गरेरै गर्नुपर्छ यो टास्कलाई। त्यसो गर्दाखेरि चाहिँ यो टास्क अरूले गर्न पाउँदैन कि 15 मिनट होल्ड हुन्छ। तपाईँले युट्युब चाहिँ यसरी देखिने गरी नै राख्नुपर्ने हुन्छ है, अरूले छोप्नु भयो भने यो बढ्दैन फेरि, बुझ्नुभयो नि। त्यस कारण यसलाई चाहिँ उकारै राख्नु होला। र अब तपाईँले यसबाट कति अर्निङ गर्न सक्नुहुन्छ भन्ने कुरा हुनसक्छ होइन, तपाईँमा भर पर्छ है, कतिवटा एकाउन्टबाट गर्नुहुन्छ अनि कति टाइम दिनुहुन्छ होइन। दिनमा अब तपाईँले 20-25 वटा यस्तो टास्कहरू गर्नुभयो भने 4-5 हजार रुपियाँ तपाईँले बनाउन सक्नुहुन्छ मन्थली है। अब अर्को एकाउन्टबाट पनि तपाईँले गर्न सक्नुहुन्छ होइन, अर्को एकाउन्टबाट पनि गर्नुभयो भने डबल भयो होइन। बेटर चाहिँ दुईवटा एकाउन्टबाट गर्दाखेरि धेरै राम्रो हुन्छ। तर त्यसको लागि चाहिँ दुईजनाकै डकुमेन्ट चाहिने हुन्छ तपाईँलाई फेरि है। एकैजनाकोले चाहिँ एउटा मात्रै एकाउन्ट हुन्छ, एउटाभन्दा धेरै एकाउन्ट बनाउन खोजियो भने चाहिँ ब्लक हुन्छ। अनि तपाईँले प्रुफहरू पठाउँदाखेरि यो उसले भनेको जुन टास्कमा भनेको छ त्यो भने बमोजिम नै पुर्याउनुपर्छ। यो जस्तो 15,000 भनेको छ, तपाईँले 15,000 नपुगी पुर्याउनु भयो छिटो छिटो गर्न खोजेर भनेदेखि तपाईँ लाइक गर्नु भएन यहाँ होइन भनेदेखि चाहिँ तपाईँलाई ब्यान गर्नु छ। तपाईँ रङ भिडियो हेर्नुभयो, तपाईँले थम्बनेल मजाले नहेरिकन अर्कै भिडियो हेरेर पठाइदिनु भयो भने पनि तपाईँको एकाउन्ट ब्यान हुन्छ, ब्यान गरिदिन्छ क्या। त्यसकारण प्रुफ पठाउँदा चाहिँ यसमा तपाईँले एकदमै ध्यान दिएर सही प्रुफ पठाउनु पऱ्यो है। स्क्रिनसट त लिनुहुन्छ तपाईँले यहाँ होइन, स्क्रिनसट लिइसकेपछि बा पठाउने बेलामा अर्कै स्क्रिनसट पो पठाइदिनुहुन्छ कि होइन, त्यस्तो पनि त हुनसक्छ। त्यस्तो चाहिँ हुनु भएन, तपाईँले त्यसमा चाहिँ ध्यान दिनु पऱ्यो होइन। ल अब यस्तो यो निकालको बेलामा होइन तपाईँहरूलाई यसले केही थोरै बहुत भए पनि घरमै बसेपछि तपाईँहरूलाई चाहिँ खर्चहरू मेन्टेन गर्नको लागि चाहिँ धेरै नै मद्दत गर्न सक्छ होइन। यसमा लागि परेर तपाईँहरूले गर्नुभयो भने अब 24 घन्टा टाइम दिनु पर्दैन होइन। विशेष गरी बिहान बेलुका एकछिन गर्नुभयो भने तपाईँले भनौँ न दिनमा 20 वटा जतिको टार्गेट गर्नुभयो भने पनि तपाईँहरूलाई यसले धेरै नै हेल्प गर्छ है। गर्नु होला। लिङ्क मैले माथिको क्युआरमा राखिदिएको छु होइन, माथि तपाईँ पिन भिडियोमा क्युआर देख्न सक्नुहुन्छ। त्यो क्युआरमा तपाईँहरूले स्क्यान गर्नु होला अनि वाट्सएप च्यानल आउँछ। वाट्सएप च्यानलमा तपाईँहरूले त्यहाँ लिङ्कहरू मैले धेरै राखिदिएको छु होइन। त्यसमध्येको 6 नम्बरको लिङ्क तपाईँलाई म वाट्सएपमा देखाइदिन्छु होइन। तपाईँले त्यो स्क्यान गरिसकेपछि चाहिँ क्युआर स्क्यान गरिसकेपछि यो च्यानल आउँछ होइन। यो च्यानलमा गएर तपाईँहरूले यो वाट्सएप च्यानल हो, यहाँ मैले लिङ्क राखिदिएको छु अलि माथि, यहाँ 6-7 वटा लिङ्कहरू छ होइन। तपाईँले 6 नम्बरको लिङ्कबाट तपाईँहरूले साइनअप गर्न सक्नुहुन्छ है र काम गर्न सक्नुहुन्छ। अनि साथै यसलाई फलो पनि गरिदिनु होला यहाँ माथि गएर होइन। नोटिफिकेसनहरू तपाईँले मैले पठाएको बेलामा पठाएको नोटिफिकेसनहरू पाउन सक्नुहुन्छ है त। मतलब 15,000 हाम्रो पुगिसकेको छ फ्रेम रेट होइन, 15,000 पुगिसकेको छ। अब तपाईँले स्क्रिनसट लिन सक्नुहुन्छ होइन। यो 15,000 पुग्दै गर्दाखेरि चाहिँ मैले चाहिँ पानी पनि तताएर यसरी ल्याउन भ्याइसकेको छु होइन। यसरी तपाईँले आफ्नो काम गर्दै घरको काम गर्दै यो कामहरू गर्न सक्नुहुन्छ। अब स्क्रिनसट लिउँ अनि त्यहाँ राखिदिउँ अनि सेन्ड गरिदिउँ है त। ल मैले स्क्रिनसट लिइसकेको छु। अब म यहाँनिर अघि लिङ्क हामीले कपी गरेर पेस्ट गरिसकेको छौँ। अब यहाँनिर चाहिँ हामी चुज फाइल भनेर यहाँ जान्छौँ होइन। यहाँ माथि टपमा आएको छ यो अहिले गरेको 3:25 भयो आज होइन, मार्च 29 तारिक 3:25मा लिएको हो। यो अघि गरेको स्क्रिनसटहरू हो, तपाईँलाई मैले देखाउँदै गरेको चाहिँ यो हो है। यसरी तपाईँले आफ्नो ल्यापटपमा मिलाउनु होला। लास्टको चाहिँ माथि आउने गरी, त्यसो गर्दा झुक्किने सम्भावना कम हुन्छ है। अब यसलाई सेलेक्ट गरौँ ल अनि सेन्ड गरिदिनुहोस्, सबमिट गरिदिनुहोस्। ल सबमिट भएको छ होइन। र तपाईँले यसमा चाहिँ $5 पुगेपछि विथड्रको लागि रिक्वेस्ट गर्न सक्नुहुन्छ। माथि $5 पुगिसकेपछि मेरो रिक्वेस्टको पनि टाइम भएको छ, $10 अर्नमा छ होइन, पेन्डिङमा यति छ। अब मैले यसलाई रिक्वेस्ट गर्न सक्छु होइन। रिक्वेस्ट गर्ने तरिका पनि तपाईँहरूलाई म देखाइदिउँला त्यो नेक्स्ट भिडियोहरूमा। तपाईँले पहिले साइनअप गर्नु होला र टास्कहरू कम्प्लिट गर्नु होला, त्यसपछि मेसेज गर्नु होला। म अर्को भिडियो बनाएर फेरि अपलोड गर्नेछु।